एक्कास्य। त्यसै गरेर भलिबल छात्रतर्फको भलिबल प्रतियोगितामा सहभागी हुने भाइ बहिनीहरू महेश चन्द, लोकेश चन्द, सन्दीप सार्की, अशोक साउद, राजन सार्की, दिनेश चन्द, अमृत साउद, जगदीश महर, जनक महरको टिमले स्वर्ण पदक प्राप्त गर्नुभएको छ। लगातार 2 वर्ष छात्र भलिबलतर्फ स्वर्ण हत्याउन सफल हुनुभएको छ र हाम्रो विद्यालयलाई जम्मा 7 स्वर्ण 5 रजत 4 काँस्य गरेर समग्रमा पालिकामा तृतीय स्थान ल्याउन सफल हुनुभएको छ। सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई बधाईका साथै खेल जीवनको शुभकामना व्यक्त गर्न चाहन्छु। उपस्थित महानुभावहरू र यी खेलाडी भाइ बहिनीहरूलाई धेरै नभए पनि हामी केही पुरस्कारको व्यवस्था गर्नेछौँ। एकैछिनमा त्यो मैले जानकारी गराएँ। अब म यस विद्यालयको महत्त्वपूर्ण सबैको ध्यान तानिरहेको आर्थिक पक्षको बारेमा म यहाँहरूलाई जानकारी गराउने अनुमति चाहन्छु। 2081 श्रावण महिनादेखि 2082 महिना असार महिनासम्मको वास्तविक आय विवरण यस प्रकार रहेको छ। गत आर्थिक वर्ष नबिल ब्याङ्कको मौजात 8,17,141 रुपियाँ 21 पैसा। गत आर्थिक वर्ष राष्ट्रिय वाणिज्य ब्याङ्कमा जम्मा मौजात 42,945 रुपियाँ 92 पैसा। शिक्षक तलब भत्ता पोसाक सहित 1,76,84,403 रुपियाँ 3 पैसा। बाल विकास कर्मचारी तलब भत्ता पोसाक सहित 8,91,500। पञ्चेश्वर गाउँपालिकाबाट दिवा खजा बापत 2,60,640 रुपियाँ। प्राविधिक धार पर्ची विद्यार्थी लागत पीसीएफ मार्फत 9,27,050 रुपियाँ। निःशुल्क पाठ्यपुस्तक बापत 2,91,833 रुपियाँ। सामाजिक विकास कार्यालय बैतडीबाट कम्प्युटर सामग्री खरिद बापत 4,93,770 रुपियाँ। ल्याब सामग्री सहयोग बापत 2 लाख। कक्षा 11बाट सहयोग बापत 48,200। कक्षा 12बाट सहयोग बापत 2,30,600। विभिन्न तहको प्रमाण पत्र बापत 80,200। राष्ट्रिय परीक्षा बोर्डबाट 12 को नियमित ग्रेड वृद्धि परीक्षा सञ्चालन बापत 1,02,414। लेखा परीक्षा बापत जम्मा 15,000। व्यवस्थापन अनुदान एवं पुरावे बापत 34,250। विद्यालय सुधार योजना अतिरिक्त क्रियाकलाप बापत 20,000। इंटरनेट संचालन तथा व्यवस्थापन बापत रु 20,000। छात्रवृत्ति बाट 10,800। दलित छात्रवृत्ति 6,000। हेरपरखाल बापत 4,54,073। सिकाई उपलब्धि पुरस्कार बापत 86,500। पञ्चेश्वर गाउँपालिकाबाट खेलकुद बापत 44,625। पञ्चेश्वर गाउँपालिकाबाट 44,625। जम्मा 2,28,03,953 पैसा आइरहेको म यहाँहरूलाई जानकारी गराउँछु। उपस्थित महानुभावहरू, हामी अन्तिम चरणमा छौँ। 2081 श्रावण महिना 82 साल असार महिनासम्मको वास्तविक खर्च विवरण प्रस्तुत गर्ने अनुमति चाहन्छु। शिक्षक तलब भत्ता र पोसाक सहित 1,63,51,375 रुपियाँ। बाल विकास कर्मचारी तलब पोसाक भत्ता सहित 8,45,843। निजी स्रोतमा कार्यरत शिक्षक कर्मचारी तलब पोसाक भत्ता सहित 7,51,290 रुपियाँ।
रुपियाँ। यति चाहिँ हाम्रो विद्यालयबाट निजी स्रोतका शिक्षकहरूलाई 7,51,290 रुपियाँ प्रत्येक वर्ष खर्च गर्नुपर्ने अवस्था रहेको कुरामा यहाँहरूलाई जानकारी गराउन चाहन्छु। कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष पट्टि 15,47,974। कम्प्युटर खरिद एवं मर्मत 5,28,047। प्रारंभिक धार ओजेटी 10 र 12 में 1,14,000। युवा खाता में 2,60,640। रेल प्रथाल में 4,54,073। सामाजिक सुरक्षा पट्टी 3,13,593। निःशुल्क पाठ्य पुस्तक में 2,93,273 आर्थिक वर्ष 2080-81 को 91,342 रुपियाँ। आउने 15,000 खर्च हुने 91,000। वाइरिङमा विद्यालय स्रोतबाट 3,63,075। विद्यालय स्रोतबाट छात्रवृत्ति 19,600। कक्षा 12 को नियमित परीक्षा, ग्रेड वृत्ति परीक्षा, प्रयोगात्मक सहित 1,12,414 रुपियाँ। 78औं वार्षिक उत्सव तथा अभिभावक दिवसमा 26,785। सिकाइ उपलब्धि प्रोत्साहनमा 86,500। मसलन्दमा 79,005। बालिका स्तरीय राष्ट्रपति रनिङ श्रेणीमा 53,710। अतिरिक्त क्रियाकलाप व्यवस्थापन पुरस्कार बैठक समारोहमा 6,690। खाने पानी बिजुली महसुलमा 17,641। विदाई समारोहमा गत वर्ष 50,700। विद्यालयको कामकाजको लागि बैतडी डडेलधुरा धर्मली आउँदा जाँदा धर्मली भत्ता 23,000। स्पिकर खरिद 30,489। विविधमा 7,175। गत वर्षको बेरोजु खर्च 34,992। शैक्षिक सामग्री खरिदमा 12,010। अन्य पाठ्य पुस्तकमा 6,010 गरेर 2,24,999 रुपियाँ खर्च भएको र नबिल ब्याङ्कमा असार मसान्तसम्म खर्च गर्दाखेरि देखिएको नबिल ब्याङ्कको मौजात 1,75,817 र राष्ट्रिय वाणिज्य ब्याङ्कमा 1,39,137 रुपियाँ आर्थिक वर्षमा बचत रहेको थियो। र हामीले मक्सिर महिना यो असोज महिनाको यो निजी स्रोतको तलब भत्तामा यो फिक्स भइसकेको र यो पछि अनुमानित आय व्ययमा म बताउनु र उपस्थित महानुभावहरू अब म आर्थिक वर्ष 2082-83 को लागि अनुमानित आय विवरण चाहिँ प्रस्तुत गर्ने अनुमति चाहन्छु। नबिल ब्याङ्कमा 1,75,817 बचत छ। असारमा गत आर्थिक वर्ष राष्ट्रिय वाणिज्यमा मौजात 1,49,137। शिक्षक कर्मचारी तलब भत्ता पोशाक बाबत 1,95,00,000। प्रति विद्यार्थी लागत पीसीएफ ओजेटी व्यवस्थापनमा 7 लाख। सामाजिक विकास कार्यालय बैतडीबाट विज्ञान सामग्री खरिद बाबत 4 लाख। पञ्चायत गाउँपालिकाबाट दिवा खजा बाबत 3 लाख। निःशुल्क पाठ्य पुस्तक बाबत 4 लाख। 11-12 अभिभावकहरूबाट सहयोग शुल्क बाबत 3,89,999। प्राविधिक धार ल्याब निर्माण बाबत 2 लाख। विभिन्न तहको प्रमाणपत्रबाट आएको रकम 1,80,000। कक्षा 11 को परीक्षा शुल्कबाट 2,83,000। राष्ट्रिय परीक्षा बोर्डबाट परीक्षा सञ्चालन खर्च 50,000। छात्रवृत्ति 40,000। सञ्चालन तथा व्यवस्थापन बाबत 30,000। राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा 12 को ग्रेड वृत्ति परीक्षा सञ्चालन गर्नको लागि 25,000। विद्यालय सुधार योजना तथा अतिरिक्त क्रियाकलाप बाबत 1,50,000। लेखा परीक्षा बाबत 1,25,000 आउने आशा 20 करोड 10 महिना बाबत
12,000 क्यान्टिन भाडा 12,000 पञ्चेश्वर गाउँपालिकाबाट विभिन्न शीर्षकमा 8 लाख सहयोग आउने अपेक्षा चाहिँ हामीले लिएका छौँ। घाँस बिक्रीबाट विद्यालयको आउने अनुमान चाहिँ हामीले राखेका छौँ। यसरी हाम्रो यस शैक्षिक क्षेत्रको कुल अनुमानित आय 2,39,23,452 प्रक्षेपण गरिएको छ। अनुमानित प्रस्तुत गर्न चाहन्छु। तलब भत्तामा 95,000 सञ्चय कोषमा विज्ञान खरिदमा 4 लाख, सामग्री खरिदमा निजी स्रोतमा कार्यरत शिक्षक कर्मचारीको तलबमा 7 लाख, कम्प्युटर एवं साउन्ड सिस्टम खरिदमा 3 लाख, निःशुल्क पाठ्य पुस्तकमा 3 लाख, ग्रेड वृद्धि रजिस्ट्रेसन प्रयोगात्मक आन्तरिक परीक्षा गरेर 2,50,000, सामाजिक सुरक्षामा 3 लाख, मसलन्दमा 1,02,000, कम्प्युटर उपकरण मर्मत, कार्टेज, इन्क, टोनर, पेन ड्राइभ 1 लाख, लेखा परीक्षा 2081-82 को 1 लाख, सम्पूर्ण खेलकुद पालिका स्तरीय छात्र छात्रा भलिबल सबैमा ड्रेस सहित 1 लाख, शैक्षिक सामग्री खरिदमा 70,000, छात्रवृत्तिमा 40,000, आद्य जाति विद्यालयको कामकाजमा 35,000, वार्षिक उत्सव तथा अभिभावक दिवसमा 35,000, अतिरिक्त क्रियाकलापमा 23,395, वाइफाई रिचार्जमा 25,000, विद्यालय सुधार योजनामा 20,000, खानेपानी महसुल तथा सरसफाइमा 15,000 र विद्युत महसुलमा रु 8,000 गरेर आय व्यय बराबर हुने गरेर 2,39,23,454 रुपियाँ 58 पैसाको व्यय अनुमानित रहेको छ। यस विद्यालयका मुख्य उपलब्धिहरू 2082 सालमा नबिल ब्याङ्कको सहयोगमा वाटर प्युरिफिकेसन मेसिन जडान गरिएको छ। नबिल ब्याङ्ककै सहयोगमा भेन्डिङ मेसिन जडान गरिएको छ र पञ्चेश्वर पालिकाको सहयोगमा विद्यालयको विस्तृत परियोजना प्रतिवेदन DPR तयार गरिएको छ। प्रत्येक शनिबार विद्यालयले नमुना परीक्षा सञ्चालन गरिरहेको छ। वडा कार्यालयको सहयोगमा निर्माण गरिएको छ। विद्यालयको आन्तरिक स्रोतबाट विद्यालयमा विद्युतीकरण गरिएको छ। वायरिङ गरेर बिजुली ल्याउन सफल गरिएको छ। विद्यालयको शैक्षिक नतिजा सुधार गरिएको छ भने यस विद्यालयका थुप्रै समस्या तथा चुनौतीहरू पनि यहाँहरू समक्ष राख्ने अनुमति चाहन्छु। प्राविधिक धार एवं अन्य विद्यार्थीका लागि छात्रावासको पट्टा र समस्या रहेको छ। दिवा खाजा व्यवस्थापनका लागि भान्साको अभाव छ। विद्यालयको व्यवस्थित हेरफेरखाल एवं गेटको साह्रै समस्या रहेको छ। प्रभावकारी वाइफाईको व्यवस्थापन गर्न सकिएको छैन। निजी स्रोतमा भर्ना गरिएका शिक्षक तथा कर्मचारीहरूलाई तलब भत्ता खुवाउन साह्रै धौधौ परिरहेको कुरामा अनुरोध गर्न चाहन्छु। समस्या एवं चुनौतीहरूलाई न्यूनीकरण गर्न प्रयासहरूमा प्राविधिक धार एवं अन्य विद्यार्थीका लागि छात्रावासका लागि प्रदेश सरकार एवं संघीय सरकारलाई अनुरोध गरिएको छ। शैक्षिक गुणस्तरीय अभिवृद्धि गर्न बनाइएको योजना व्यवस्थापनलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने प्रयास गरिएको छ। कम्प्युटर ल्याब तथा विज्ञान प्रयोगशालाको उचित व्यवस्थापन भएसँगै स्थायी रूपले विद्युतीय पावरको अभाव अझै फर्किरहेको छ। प्रभावकारी वाइफाईका लागि सम्बन्धित निकायमा प्रयास गरिएको छ। व्यवस्थित हेरफेरको लागि पालिकामा पहल गरिएको छ। उपस्थित महानुभावहरू, यस विद्यालयको आगामी लक्षित कार्ययोजना अन्तिम चरणमा म यहाँहरू समक्ष पेश गर्ने अनुमति चाहन्छु। आवश्यक सिकाइ उपलब्धि वृद्धि गर्ने प्रयास गरिएको छ। विज्ञान तथा कम्प्युटर प्रयोगशाला व्यवस्थित गर्न सबैको सहयोग लिने प्रयास गरिएको छ। शैक्षिक योजना निर्माण गरी अध्ययन अध्यापन कार्य सुचारू गर्ने गरिएको छ। परीक्षा र मूल्याङ्कन प्रणालीलाई गर्ने योजना बनाइएको छ। छात्रावास तथा छात्रावासका लागि सम्बन्धित निकायमा प्रयास गर्ने हाम्रो योजना रहेको छ र हामीले
भारतीय राजदूतावासमा प्रपोजल लेख्ने काम गरिसकेका छौँ र यो भदौ 23 र 24 गतेको जन्ती आन्दोलनको कारणले त्यो प्रस्ताव पेश गर्ने हामीलाई त्यो मौका मिलेन र हामी तुरन्तै अब नयाँ सरकार बनिसकेपछि यो प्रस्ताव हाम्रा अध्यक्षज्यूहरूको पालिका अध्यक्षज्यू लगायत महानुभावहरूको प्रमुख त्यो सहयोगद्वारा चाहिँ हामी त्यो प्रस्ताव पेश गरेर 4 कोठे भवनको लागि माग गर्ने प्रयास गरिरहेका छौँ। विद्यालयभित्रका बाल क्लब, जुनियर रेड क्रस सर्कल, स्काउट, विपद व्यवस्थापक समिति, सरसफाइ समितिलाई सक्रिय गराएर यो हाम्रो शैक्षिक क्रियाकलाप अगाडि बढाउने प्रयास गरिएको छ। अन्त्यमा हाम्रो यस विद्यालयको प्रतिवेदनलाई आफ्नो अमूल्य समयका बावजुद पनि गहिरिएर अध्ययन गरिदिनु भएकोमा, सुनिदिनु भएकोमा र सम्पूर्ण अतिथिगणहरूलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र हजुरहरूले मार्गदर्शनहरूले हाम्रा लागि मार्गदर्शक बन्नेछन् भन्ने कुरा राख्दै र आजको विद्यालयको समग्र शैक्षिक प्रतिवेदन पारित गरिदिनु हुनमा सम्पूर्णमा विनम्र अनुरोध गर्दै म आफ्ना भनाइ यही विषयमा अनुमति चाहन्छु। हवस् त, धन्यवाद, नमस्कार।